कीर्तिपुर वन अस्पताललाई राष्ट्रिय प्रशिक्षण केन्द्र बनाएर देशभरका स्वास्थ्य कर्मीलाई त्यहाँ प्रशिक्षण गराउन सकिन्छ। कीर्तिपुर इज द पायोनियर हस्पिटल इन नेपाल। अर्को महत्त्वपूर्ण विषय, प्रदेश अस्पतालहरू पूर्ण रूपमा सक्षम नहुँदासम्म देशभरका वन बिरामीलाई कीर्तिपुर वन अस्पतालमा निशुल्क र शीघ्र रिफर अनि ट्रान्सफर गर्ने राष्ट्रिय संयन्त्र सरकारले तत्काल लागू गर्न सक्दछ। वन उपचारमा प्रत्येक मिनेट निर्णायक हुन्छ। कीर्तिपुरमा बिरामी एम्बुलेन्सबाट वार्डसम्म करिब 1.5 मिनेटमै पुग्छन्, तर मल्टी फेसिलिटी सरकारी अस्पतालहरूमा बर्नका लागि अपरेसन थिएटर र उपचार प्रणालीको अभावको कारण घण्टौं ढिलाइ हुन्छ। यस्तो ढिलाइले जीवन र मृत्यु बीचको दूरी तय गर्ने हो, किनभने अन्य अस्पतालहरूमा कीर्तिपुरमा जस्तो एक्सपर्टिज बिरलै छ। प्रारम्भिक अनुसन्धान नगरी दिइने सामान्य निर्देशनले समस्याको समाधान गर्दैन, बरु स्रोत साधन र समयको दुरुपयोग मात्र हुन पुग्दछ। त्यसैले सरकारसँग मेरो आग्रह छ, पहिलो अनुसन्धान गर्नुहोस्, समस्या जहाँ छ त्यहाँ नीतिगत प्रहार गर्नुहोस्। लक्ष्य पहिचान नगरी अन्धधुन्द निर्देशन जारी गर्ने भन्दा पनि एभिडेन्समा आधारित निर्णय मार्फत परिणाम दिने शासनको अभ्यासको लागि पर्नुहोस्। कीर्तिपुर हस्पिटलको 8 करोड रुपैयाँ रेड बुकमा आए पनि पछिल्लो सरकारमा त्यो अहिलेसम्म प्राप्त नभएको पनि उहाँहरूले मलाई जानकारी गराउनु भएको छ। अब अर्को विषय, हिजो मैले केएमसी हस्पिटलमा जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते हुनुभएका दौलत थापाको परिवारसँग भेटे। उहाँकी श्रीमती यमकला थापाले सुनाउनु भएको पीडा एउटा परिवारको मात्र कथा होइन, राज्यको असंवेदनशीलताको प्रतिबिम्ब हो। दौलत थापा आन्दोलनमा गम्भीर घाइते भई विगत 9 महिनादेखि कोमामा उपचाररत छन्। म सरकारसँग सोध्न चाहन्छु, घाइतेहरूको उपचार, पुनर्स्थापना, क्षतिपूर्ति र पुनर्वासको जिम्मेवारी कहिले लिने? दौलत थापाको परिवारले मलाई भन्नुभएको छ, यदि न्याय र उपचार भएन भने उहाँहरू सिंहदरबारको मूल ढोकामै आत्मदह गर्न बाध्य हुने अवस्था पुगेको छ। यो उहाँहरूले भन्नुभएको मात्र विषय होइन, म आफै गएर हेर्दा पनि गम्भीर स्थिति छ, किनभने यो कुनै एउटा परिवारको एक्युट डिप्रेसनको मात्र विषय होइन, अस्पतालको शय्यामा र घरमै उपचार गराइरहेका थुप्रै घाइतेहरूको साझा पीडा हो। झन् दुःखद कुरा त के छ भने, जेन्दी आन्दोलनका घाइतेहरू आफ्ना गुनासा लिएर सिंहदरबार पुग्दा तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिने हो कि होइन भन्ने प्रश्नको सामना गर्नु परेको पनि सङ्घर्ष समितिले जनाएको छ। यो लोकतान्त्रिक राज्यको लागि अत्यन्तै लज्जास्पद अवस्था हो। न्याय र राज्यका ढोकाहरू कुनै राजनीतिक दलको सदस्यताले खुल्ने होइन, ती प्रत्येक नागरिकका लागि समान रूपमा खुला हुनुपर्छ। यो सरकार कुनै दुई शक्तिशाली व्यक्तिको राजनीतिक यात्रालाई सहज बनाउन बनेको होइन। यो सरकार कुनै व्यक्तिलाई काठमाडौँ महानगरबाट सिंहदरबार र नक्खुबाट कुनै पार्टीको सभापति बनाउनको लागि पनि बनेको होइन। एकपटक शहीद र घाइते परिवारलाई भेट्नुहोस् प्रधानमन्त्रीज्यू। हिजो भर्खरै गृहमन्त्रीज्यूले घाइतेहरूको सम्मानजनक व्यवस्थापनमा भनेर 24 बुँदे निर्णय गर्नुभएको समाचार आयो। सङ्घर्ष समितिले तयार गरेको 23 बुँदे माग पत्र प्रधानमन्त्री तथा सबै मन्त्रालयहरूमा बुझाइएको थियो, तर दुःखको कुरा उक्त 23 बुँदे मागलाई मूल भावना अनुसार कार्यान्वयन नगरी तोडमोड गरी 24 बुँदे निर्णयको रूपमा सार्वजनिक गरिएको गुनासो सङ्घर्ष समितिले जनाएको छ। एकपटक उहाँहरूसँग पनि छलफल गर्न आग्रह गर्दछु। यसले धेरै घाइते र शहीद परिवारको वास्तविक समस्या समाधान गर्नुको साटो नयाँ अन्याय र विभेद सृजना गरेको छ, किनभने आन्दोलनको क्रममा धेरै घाइतेहरूको क्लाभिकल बोन भाँचिएको छ, रिब्स फ्र्याक्चर भएका छन्, टाउको हात खुट्टा लगायत शारीरिक विभिन्न अङ्गमा गम्भीर चोट बेहोरेका छन्, कतिपयको शरीरमा अझै पनि गोलीको छर्रा रहेका छन्। चिकित्सकहरूले भारी काम नगर्न स्पष्ट सल्लाह दिएका छन्। यसकारण उनीहरू प्रहरी सेवा, नेपाली सेना, निजामती सेवा तथा अन्य धेरै रोजगारीको अवसरबाट वञ्चित भएका छन्। दैनिक जीवन यापन समेत कठिन बनेको छ, तर राज्यले यस्ता वास्तविक पीडालाई व्यवस्था गर्दै गम्भीर र अति गम्भीर घाइतेलाई मात्र प्राथमिकता दिएको छ। यो न्यायोचित होइन। सरकारले घाइतेहरूलाई ए, बी, सी र डी वर्गमा विभाजन गरेको छ, तर विशेष गरी बी, सी र डी वर्गका घाइतेहरूको शारीरिक अवस्था र समस्या धेरै हदसम्म समान प्रकृतिका छन्। यस्तो अवस्थामा कृत्रिम रूपमा वर्ग विभाजन गरी सेवा सुविधामा ठुलो विभेद गर्नु अन्यायपूर्ण हुन्छ। म सरकारलाई अन्तिममा बधाई दिन चाहन्छु। फेरि पनि पहिला झै जलनको पीडालाई विषयान्तर गर्नुभयो गाडी आतङ्कले, त्यसको लागि तपाईँहरूलाई धन्यवाद र बधाई।